हेलो 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 नमस्ते 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 संसारको जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ है मलाई पनि एकछिन रोकेर यस भिडियोलाई पनि अन्तिमसम्म हेरेर यस भिडियोलाई मन पर्यो भने पक्कै पनि तपाईँहरूले एक लाइक एक सेयर र एक फलो गर्नुहुन्छ भन्ने दृढ सङ्कल्पका साथ आज दिउँसो मध्याहको 2 बजे तपाईँहरू समक्ष मैले एउटा भिडियो लिएर प्रस्तुत भएको छु। जुन भिडियोलाई हेरेर तपाईँहरूले लाइक होइन डबल लाइक गर्नुहुन्छ नि मेरो दृढ सङ्कल्प छ। तपाईँहरूले खाजा पक्कै पनि खानुभयो होला, तर दिउँसोको खाजामा के खानुभयो होला? आज मेरो दिउँसोको खाजामा मैले भट्टमास उमालेर खाँदैछु। ल्याउनुहोस्, भिटामिन र मिनरल्सले भरिपूर्ण भट्टमास संसारको जुनसुकै क्षेत्रमा रहे पनि कसलाई मनपर्छ? उसिनेको भट्ट। तपाईँहरूले एक लाइक एक कमेन्ट पनि गर्नु होला र यसले स्वास्थ्यलाई कस्तो फाइदा गर्छ त्यो पनि मेन्सन गर्नु ल। यो बेबी भट्ट हो। अहिले भर्खर धानको खेतका आलीमा लगाएर आज चाहिँ लिएर आएर हरियो भट्टलाई मैले चाहिँ यसरी अघिनाको छेउमा बसेर बोइल गरेर खाँदैछु। तपाईँको सामान्य मैले भिडियो लिएर प्रस्तुत हुन्छु। ल हेर्नुहोस्, यो ताउलामा भट्ट बोइल गरिँदैछ। आज हाम्रो सम्पूर्ण परिवारजनले आजको लन्च र डिनर यही भट्टमय नै हुनेछ। तपाईँहरू संसारको जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ नि, यो बेबी भट्टलाई एक लाइक पक्कै पनि गर्नुहुन्छ कि अथवा नगरे पनि पक्कै पनि तपाईँहरूले यसबाट पाइने भिटामिन मिनरल्स स्वास्थ्यलाई कस्तो असर गर्छ, कस्तो फाइदा दिन्छ तपाईँलाई थाहा छ। तपाईँहरूलाई पक्कै पनि मनपर्छ भने यस बेबी भट्टलाई एक लाइक गरिदिनु होला। हवस् त।